8 वर्षसम्म लगातार उडेको उडे गर्ने हाम्रो फ्री फायरको एरोप्लेन चाहिँ फाइनल्ली सर्भिसिङमा जानेवाला छ। अब हामी गेममा कसरी जाने भनेर चिन्ता नगर्नु होला, किनभने प्लेन हटाएर गरिनाले चाहिँ यहाँनिर बुलेट ट्रेन ल्याउनेवाला छ। ये कैसे हो गया है? सो हेलो एभ्रिवान, नमस्ते अनि वेलकम ब्याक टु विशु गेमिङ युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। आजको भिडियोमा चाहिँ हाम्रो 8th एनिभर्सरी स्पेशल गेममा आउने फ्रीवाला म्याजिक क्युबको बारेमा कुरा गर्नेछौँ। 8th एनिभर्सरीको इभेन्टमा चाहिँ तपाईँहरूले एउटा मात्र म्याजिक क्युब नभएर दुईटा म्याजिक क्युबलाई चाहिँ फ्रीमा पाउन सक्नुहुन्छ। कसरी पाइन्छ, कस्तो मिसन हुन्छ त्यसको बारेमा चाहिँ भिडियोमा नै भन्ने छु। यो बाहेक हाम्रो 8th एनिभर्सरीको इभेन्ट चाहिँ कस्तो हुन्छ, 8th एनिभर्सरी स्टार्ट भएपछि गेममा कस्तो कस्तो चेन्जहरू आउँछन्, म्याजिक क्युब बाहेक तपाईँहरूले अरू आइटमहरू के फ्रीमा पाउनुहुन्छ, टिभी टावरमा गएर जम्मा गर्नु भएको त्यो 8 लेखेको वाला टोकनले चाहिँ के आइटमहरू पाइन्छ, सबै कुराको बारेमा चाहिँ हामी भिडियोमा नै कुरा गर्नेछौँ। भिडियोलाई चाहिँ मजाले बसेर अन्तिमसम्म हेरिदिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, हाम्रो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको नोटिफिकेसन आइकनलाई पनि अन राखिदिनु होला। सबभन्दा सुरुमा चाहिँ हाम्रो 8th एनिभर्सरीको इभेन्ट स्टार्ट भइसकेपछि गेममा आउने चेन्जहरूको बारेमा कुरा गरौँ। र सुरुवाला चेन्ज भनेको चाहिँ हाम्रो गेमबाट एरोप्लेन चाहिँ हटेर जान्छ। एरोप्लेनको सट्टामा तपाईँहरूले गेममा चाहिँ बुलेट ट्रेनलाई देख्न सक्नुहुन्छ। यो चाहिँ अब सधैँको लागि चाहिँ हुँदैन। 8th एनिभर्सरीको इभेन्ट हाम्रो गेममा चलुन्जेलसम्मको लागि मात्रै हुन्छ। मैले तपाईँहरूलाई केही टाइम अगाडिदेखि नै हाम्रो गेममा चाहिँ एउटा बुलेट ट्रेन आउनेवाला छ भनेर भनेको थिएँ। अब यो मात्र चाहिँ हुँदैन, बुलेट ट्रेन चाहिँ तपाईँहरूले गेममा गएर चढ्न पनि मिल्छ। म्यापको ठाउँमा चाहिँ यस्तो स्टेसनहरू बनाएको हुन्छ, तपाईँहरू चाहिँ त्यो स्टेसनमा गएर बस्नुभयो भने यसरी ट्रेन आउँछ। ट्रेनमा चाहिँ अब तपाईँहरू डाइरेक्टली गएर भित्र छिर्न चाहिँ मिल्दैन। यहाँनिर कति टाइम दिएको हुन्छ, त्यो टाइमर भरि चाहिँ तपाईँहरू यहाँनिर बसिराख्नु पर्ने हुन्छ। त्यो टाइम सकिसकेपछि तपाईँहरूलाई चाहिँ यो ट्रेनले एउटा छुट्टै ठाउँमा चाहिँ लिएर जान्छ। त्यो ठाउँमा चाहिँ अब तपाईँहरू जस्तै थुप्रै इनिमीहरू चाहिँ आएको हुन्छन् र त्यहाँनिर तपाईँहरूले गनहरू पनि पाउन सक्नुहुन्छ। इनिमी भइसकेपछि तपाईँहरूले अब एकअर्कासँग चाहिँ फाइट लिन पर्ने हुन्छ र तपाईँहरूले पनि यहाँनिर इनिमीसँग फाइट लिनुभयो भने यहाँबाट अनलिमिटेड ग्लुवालहरू भयो, अनलिमिटेड चिप भयो, अनलिमिटेड इनहेलर यस्तै खालको आइटमहरूलाई चाहिँ पाउन सक्नुहुन्छ। र यो ठाउँ चाहिँ लिमिटेड टाइमको लागि मात्र हुन्छ, त्यो टाइम सकिसकेपछि तपाईँहरूलाई चाहिँ तल झारिदिन्छ। यो बाहेक 8th एनिभर्सरी स्पेशल हाम्रो गेममा आउने भनेको चाहिँ इन्फिनिटी एयर ड्रप हुन्छ। यो चाहिँ अहिले नै एभाइलेबल छ। त्यसै गरी तपाईँहरूले बर्थडेवाला केकलाई देख्न सक्नुहुन्छ, त्यो पनि अहिले नै एभाइलेबल छ। त्यसैले अहिलेको लागि चाहिँ हामी हाम्रो नेक्स्ट अपडेटको बारेमा कुरा गरौँ। 8th एनिभर्सरीको इभेन्ट स्टार्ट भइसकेपछि तपाईँहरूले बिहारमा चाहिँ यो ट्रेनवाला फोटोलाई देख्न सक्नुहुन्छ। र यसमा आउने चेन्जहरूको बारेमा कुरा गर्नुपर्दा चाहिँ मैले अघि भनेको जस्तै तपाईँहरूले चाहिँ ट्रेनहरू पाउन सक्नुहुन्छ र ट्रेनमा चढेर तपाईँहरू एउटा इन्फिनिटी पोइन्टमा जान मिल्छ। त्यसै गरी सिएसको कुरा गर्नुपर्दा चाहिँ सिएसमा चाहिँ तपाईँहरूले राउन्डको स्टार्टिङमा नै इन्फिनिटी आइटम मतलब अनलिमिटेडवाला आइटमहरू लिन मिल्छ। त्यसै गरी राउन्ड 3मा चाहिँ तपाईँहरूले इन्फिनिटीवाला ट्रेनलाई पनि पाउनुहुन्छ। अनि ठाउँमा चाहिँ तपाईँहरूले इन्फिनिटीवाला वेपनहरूलाई पाउन सक्नुहुन्छ र स्पेसल हेलमेटहरू पनि त्यहाँनिर एभाइलेबल चाहिँ हुन्छन्। यो चाहिँ हाम्रो गेममा आउने चेन्जहरूको बारेमा भयो। अब चाहिँ हामी 8th एनिभर्सरीबाट फ्रीमा पाउने आइटमहरूको बारेमा कुरा गरौँ, जसमध्ये फर्स्टमा तपाईँहरूले हाम्रो यो ग्लुवालको स्किनलाई चाहिँ पाउन सक्नुहुन्छ। यो ग्लुवालको बारेमा मैले तपाईँहरूलाई भनिराख्नु नपर्ला। 3-4 महिना अगाडि फ्री फायरले चाहिँ एउटा ग्लुवाल डिजाइन कन्टेस्ट राखेको थियो र त्यसमा चाहिँ तपाईँहरूले भोटिङ गरेर जिताउनु भएको फ्रीमा पाउनुहुन्छ। अनि यो बियोन्ड इन्फिनिटी भन्ने मेलवाला बन्डल पनि तपाईँहरूले हाम्रो 8th एनिभर्सरीको इभेन्टमा चाहिँ फ्रीमा पाउने बन्डल हो। बन्डललाई चाहिँ अब तपाईँहरू मजाले हेर्नु होला। कता हेर्दाखेरि चाहिँ यो वाला डिजाइनमा चाहिँ हाम्रो पहिला पनि बन्डल चाहिँ आइसकेको जस्तो लाग्छ। तपाईँहरूलाई पनि त्यस्तै लाग्छ भने चाहिँ अब तल कमेन्ट सेक्सनमा कुन बेलाको बन्डल हो भन्नु होला। अर्को नेक्स्ट आइटम भनेको चाहिँ तपाईँहरूले बियोन्ड इन्फिनिटी भन्ने यो जिपको स्किनलाई पाउन सक्नुहुन्छ। डिजाइन पनि राम्रो बनाएको छ, पछाडिपट्टि त्यो 8 वाला इफेक्टहरू पनि देखिन्छ। त्यसपछि 8th एनिभर्सरी स्पेशल ब्यानर हुन्छ, 8 लेखेको वाला तपाईँहरूले अवतार पाउनुहुन्छ। यो सँगसँगै G36 को बियोन्ड इन्फिनिटी भन्ने यो वाला गन स्किनलाई पनि तपाईँहरूले फ्रीमा नै पाउन सक्नुहुन्छ। कलर कम्बिनेसन झिलिमिली राम्रो खालको छ र पछाडिपट्टि 8 वाला इफेक्ट पनि हुन्छ। अर्को आइटम भनेको चाहिँ अब यो ब्याटको स्किन हुन्छ। ब्याटको स्किनलाई पनि तपाईँहरू मजाले हेर्नु होला। 8 को डिजाइनमा नै त्यहाँनिर इफेक्टहरू घुमेको हुन्छ। यो वाला आइटमलाई चाहिँ तपाईँहरूले सोलारा म्याप खेल्दाखेरि याद पनि गर्नु भएको होला। म्यापमा ठाउँमा चाहिँ एभाइलेबल थियो। त्यसै गरी अर्को आइटम भनेको चाहिँ तपाईँहरूले 8 वाला यो पिनलाई पाउनुहुन्छ। त्यसै गरी अब 8 लेखेको वाला यो लुट बक्स पनि हुन्छ। 8 र इन्फिनिटी अब सेम जस्तै देखिन्छ। 8 लाई घुमाइदियो भने इन्फिनिटी बन्छ, त्यही नै हो। नेक्स्ट आइटम भनेको चाहिँ तपाईँहरूले यो वाला ब्याटल कार्डलाई चाहिँ पाउन सक्नुहुन्छ। ब्याटल कार्डमा चाहिँ एउटा बन्डल देखिन्छ र मोटामोटी फ्री फायरको 8th एनिभर्सरीमा फ्रीमा पाउने आइटमहरू भनेको चाहिँ यिनीहरू नै हुन्छन्। यो सँगसँगै तपाईँहरूले 8th एनिभर्सरी स्पेशल फ्रीमा एउटा म्याजिक क्युबलाई पनि पाउन चाहिँ सक्नुहुन्छ। म्याजिक क्युबको लागि चाहिँ नर्मल मिसन्सहरू राखेको हुन्छ। तपाईँहरूले इजिली त्यो मिसन्सहरूलाई कम्प्लिट गरेर फ्रीमा म्याजिक क्युब चाहिँ लिन मिल्छ। लगइन वाला इभेन्ट राखेर पनि गरिनाले फ्रीमा म्याजिक क्युब चाहिँ दिन सक्छ। अब यो कुरा चाहिँ अहिलेसम्म कन्फर्म भएको छैन। लिक्सहरूको अनुसार चाहिँ फ्रीमा म्याजिक क्युब तपाईँहरूले जुलाईको पहिलो हप्ता देख्न सक्नुहुन्छ। त्यो टाइममा चाहिँ रेडी भएर बस्नु होला। र मैले भिडियोको स्टार्टिङमा तपाईँहरूले दुईटा म्याजिक क्युब पाउन सक्नुहुन्छ भनेर भनेको थिएँ। अर्को म्याजिक क्युब चाहिँ तपाईँहरूले 8 लेखेको वाला यो एनिभर्सरी क्रेटबाट पाउन सक्नुहुन्छ। यसमा चाहिँ अब म्याजिक क्युब सँगसँगै त्यसै गरी अरू बन्डलहरू र फाल्तु आइटमहरू पनि एभाइलेबल हुन्छन्। सबैलाई पर्छ भन्ने चाहिँ हुँदैन।
जसको भाग्य राम्रो हुन्छ त्यसले चाहिँ यहाँबाट म्याजिक क्युब पनि पाउँछ र पोसिबल बन्डलहरू यो क्रेटमा हुन सक्ने मैले तपाईहरुलाई स्क्रिनमा राखेको छु। अब तपाईहरुको भाग्य चाहिँ खतरा दर छ भने तपाईहरुले यो एनिभर्सरी क्रेटबाट चाहिँ फ्रीमा एउटा म्याजिक क्युब पाउन चाहिँ सक्नुहुन्छ। अब यो बक्स चाहिँ कहाँबाट पाइन्छ भन्ने कुरामा चाहिँ मैले केही टाइम अगाडि तपाईहरुलाई भिडियो बनाएर पनि भनेको थिएँ। अहिलेको टाइममा तपाईहरुले सोलाराको टिभी टावर भन्ने ठाउँमा जानुभयो भने त्यो केलीको स्टुडियोमा चाहिँ एउटा पहेँलो घेरा छ, त्यहाँनेरि गएर तपाईहरुले युज गर्ने बित्तिकै त्यहाँबाट 8 लेखेको वाला टोकन पाउन सक्नुहुन्छ र त्यो टोकनहरुलाई एक्सचेन्ज गरेर तपाईहरुले 8th एनिभर्सरीको स्पेशल गिफ्ट बक्सलाई चाहिँ पाउने जस्तो कुरो छ। यसमा चाहिँ अब म पनि 100% स्योर चाहिँ भएको छैन, त्यही भएर तपाईहरु पनि फिक्स स्योर चाहिँ नहुनु होला। जे होस् लिस्ट चाहिँ त्यस्तै आएको छ। अनि तपाईहरुले टिभी टावरमा गएर यो 8 लेखेको वाला टोकन चाहिँ कति जम्मा गर्नुभयो त तल कमेन्ट सेक्सनमा चाहिँ भनिदिनु होला। त्यसैगरी भोलि 18 जुनदेखि तपाईहरुले चाहिँ अब हाम्रो 8th एनिभर्सरीको इभेन्टको लागि चाहिँ गेममा काउन्टडाउनलाई पनि देख्न सक्नुहुन्छ। त्यो वाला काउन्टडाउनमा तपाईहरुले क्लिक गर्नुभयो भने चाहिँ यो वाला इन्टरफेस खुल्छ र यसमा चाहिँ अब फ्रीको आइटमहरु देखाएको हुन्छ र बाहिरैपट्टिबाट तपाईहरुले ग्लु वालको लागि चाहिँ स्पिन पनि गर्न मिल्छ। त्यहाँबाट तपाईहरुको कुनै आइटम निस्केन भने तपाईहरुले पछि गएर स्पिन गर्न पनि मिल्छ र अहिलेको टाइममा चाहिँ 8th एनिभर्सरी स्पेशल फ्री फायरको सबै च्यानलहरुबाट चाहिँ एउटा भिडियो आएको छ। यसमा चाहिँ हाम्रो पुरानो सकुरा बन्डल, कोब्रा बन्डल, रेड क्रिमिनल, एन्जेलिक बन्डल यो सबै बन्डलहरुलाई चाहिँ फिचर गरेको छ र धेरै जनाले चाहिँ यो बन्डलहरु रिटर्नमा आउन सक्छ भनेर पनि भनेका छन्। तर यो बन्डलहरुलाई चाहिँ गरिनाले रिटर्नमा दिनको लागि हैन एज अ मेमोरी चाहिँ युज गरेको हुन सक्छ। यसमा चाहिँ अब कुनै पनि अफिसियल कन्फर्मेसन चाहिँ छैन, त्यही भएर तपाईहरु आश पनि नगर्नु होला। र आज चाहिँ मसँग यति नै अपडेट्सहरु छ, त्यही भएर भिडियोलाई चाहिँ अब यही एन्ड गरौँ। फेरि अरु भिडियोमा भेटौँला। टिल देन टेक केयर, बाइ बाइ।